ल सनराइज हुँदैछ यो ठाउँलाई के भन्छ रे ए भाइ पातालेको के भाइ पाताले डाँडै हो यसलाई भन्ने ए पतले डाँडा ए हामी पाताले भन्दै थियो पतले डाँडा रहेछ पत्ताले ल सनराइज आहा भिडियो लिइरहेको छु मैले त कस्तो राम्रो है बाबा यत्रो दुःख गरेपछि स्वर्गीय आनन्द आयो स्वर्गीय पुगे जस्तो कस्तो गजब क्या 6:41 भन्थ्यो हो रहेछ निस्किने चाहिँ टाइम होइन है अब यहाँबाट एभरेस्ट पनि देखिन्छ अब के भन्छ नि यो कञ्चनजङ्घा यहाँनिर पर्छ यसको कस्तो राम्रो सबैतिर कञ्चनजङ्घादेखि लिएर यो चाहिँ टावर पर्यो टेलिफोनको एभरेस्ट चाहिँ यो पर्यो अनि अझै यतापट्टि हिमाल यो मन हाँस्नलाई केही चाहिँदैन है प्रकृतिले आफै हँसाउँछ कि भित्रबाट हेर्न आएको हेरियो कस्तो आनन्द लाग्यो कि हेर्न पाएर त ल ओ खडकजी क्यामेरा झिकेर सेयर गर्नुहोस् त क्यामेरा झिकेर यसो गर्नु रे क्यामेरा यसो ल सबैजना मस्त के एकदम खिचा जस्तो गर्ने कि खिचे नि हुन्छ खिच्दिनु पर्यो नि हाम्रो उसको पनि शिवजीको पनि विष्णुजी यता क्यामेरा यता गर्नुहोस् त यता खिच्नुहोस् त स्वर्गीय आनन्द भने यही हो ल डार्क 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 दुःख गरेको के भन्छ